दर्शकवृन्द नमस्कार। म आजको एपिसोडमा यहाँहरूलाई एउटा नयाँ विषयवस्तुहरू कसैले जग्गा खरिद गर्दा अथवा नयाँ व्यवसाय सुरु गर्दाखेरि कुन स्थानमा गर्दा र कसको नामबाट गर्दा शुभ हुन्छ भन्ने विषयमा एउटा नयाँ प्रस्तुति लिएर आएको छु। जस्तै कसैले जग्गा किनेका छन्, दुईटा साथीहरू मिलेर कुनै एकै ठाउँमा छ, सँगसँगै छ, दुईटै सधियारे छन्, जग्गा पनि बराबरै छ, सम्पूर्ण हिसाबले राम्रो एकै नासको हुँदा हुँदै पनि एउटा साथीको जग्गा चाहिँ बेच्दा 2 गुणा नाफा हुने, अर्को साथीको जग्गा बेच्दा चाहिँ त्यसले ब्याज पनि नपुग्ने हुन्छ। यो कसरी हुन्छ त भन्ने विषयमा छलफल गरौँ। यस विषयमा एउटा संस्कृतको युक्ति छ, श्लोक छ। के भनेको छ भन्दाखेरि सोवर्ग द्विगुणीकृत्वा परवर्गेण योजयेत् अष्टभितु अरतभागम यो अधिकम सरिणी भनेर भनिएको छ। यसको प्रक्रिया के हो भनेदेखि आफ्नो वर्ग, यहाँनिर हामीले के गर्छौँ भन्दाखेरि स्वर वर्णदेखि लिएर व्यञ्जन वर्णसम्मलाई हामीले 8वटा समूह बनाउँछौँ, 8वटा वर्ग बनाउँछौँ। स्वर वर्ग जति छन् अ आ इ देखि अम अ सम्म चाहिँ यो क वर्गमा पर्छ। त्यस्तै गरेर क ख ग घ ङ भनेको चाहिँ 2 वर्गमा पर्यो। छ छ ज ज य 3 वर्गमा, ट ठ ड ढ अण 4 वर्गमा, त थ द ध न 5 वर्गमा, प फ ब भ म 6 वर्गमा, ए र ल ओ 7 वर्गमा र स स स ह 8 वर्गमा। यसरी 8वटा वर्ग छुट्याउँदछौँ। र जुन वर्ग, जुन जग्गा खरिद गर्न अथवा व्यवसाय गर्न लागेको व्यक्तिको वर्ग समूहलाई के गर्ने त 2 ले गुणा गर्ने र जुन स्थानमा खरिद गर्न अथवा व्यवसाय गर्न लागेको त्यो स्थान कुन वर्गमा पर्दछ त्यो जोड गर्ने र 8 ले भाग गर्ने। यसरी आएको योगफललाई 8 ले भाग गर्ने र शेष जति रहन्छ त्यो नै त्यो व्यक्तिको काकिनी अथवा शेष हुन्छ। तर कहिलेकाहीँ भाग जान्छ र 0 शेष आयो भने कति मान्ने त भन्दा 8 मान्ने है। यही प्रक्रिया जग्गाको पनि गर्ने र त्यसको पनि काकिनी निकाल्ने। यदि जग्गाको काकिनी ठुलो भयो भने जग्गा खरिद गर्ने, जग्गाको काकिनी सानो अथवा जग्गा खरिद गर्नेको काकिनी चाहिँ ठुलो भयो भने जग्गा खरिद नगर्ने। जस्तै एउटा प्रमोद भन्ने व्यक्तिले ट्याङ्ला फाँटमा चाहिँ जग्गा किन्न लाग्यो भने के हुन्छ त भन्दा प्रमोदको प कुन वर्ग समूहमा पर्यो भन्दाखेरि 6 वर्ग समूहमा पर्यो। त्यस्तै गरेर स्थान कुन वर्ग समूहमा पर्यो 4 वर्ग समूहमा पर्यो। यसरी प्रमोदको 6 वर्ग समूहलाई 2 ले गुणा गर्ने र स्थानको वर्ग समूह 4 जोड्ने, कति हुन आयो 16। 16 लाई 8 ले भाग गर्ने, कति भयो शेष 0 भयो। र अघि मैले भनिसकेको छु 0 शेष भनेको 8 हो। भनेपछि प्रमोदको जग्गा खरिदकर्ताको काकिनी कति हो 8 हो। अब यसै गरेर जग्गाको स्थानको वर्ग संख्या, ट्याङ्ला फाँटको वर्ग संख्या कति भयो 4 हो। 4 लाई 2 ले गुणा गर्ने कति हुन्छ 8 हुन्छ। र प्रमोद जग्गा लिने व्यक्तिको वर्ग समूह कति छ 8 छ हो, 6 छ है। 4 दुना 8, स्थानको वर्ग समूहलाई 2 ले गुणा गर्दा 8 आयो र त्यसमा 6 जोडेपछि कति भयो 14 भयो। अब 8 ले भाग गरेपछि 8 ले एकचोटि भाग गयो र शेष बाँकी रह्यो कति त 6 भयो। र यहाँ जग्गा खरिद गर्नेको काकिनी 8 छ है। जग्गा खरिद गर्ने प्रमोदको काकिनी कति भयो 8 भयो र जग्गाको कति भयो त 6 भयो। भनेपछि यसरी यसमा के भयो त ऋण भयो। त्यसकारणले उक्त स्थानमा त्यो व्यक्तिको नामबाट खरिद गर्न हुँदैन। यसै गरी अर्को अब उदाहरण लिएको छु। अब सल्यानी स्थानमा देवेन्द्रले जग्गा किन्न खोजे है। मैले जग्गा किन्न खोजेँ भने मेरो वर्ग समूह कति हुन्छ 5 हैन। त थ द ध न 5 वर्ग समूहमा हुन्छ र स्थानको वर्ग संख्या कति हुन्छ त 8 हुन्छ। अब 5 लाई 2 ले गुणा गरेपछि कति भयो 10। स्थानको वर्ग संख्या कति भयो 8, जोड्दा कति भयो 18। 8 ले भाग गर्ने कति आयो शेष बाँकी रह्यो 2। 8 दुना 16, शेष रह्यो 2। यसै गरी सल्यानी स्थानको
वर्ग समूह कति भयो 8 8 गुणा 2 16 र खरिदकर्ताको वर्ग समूह कति 5 16 र 5 ले कति भयो 21। अब 8 ले भाग गर्नुहोस् 8 ले भाग गर्दा 8 गुणा 16 गयो शेष बाँकी रह्यो कति 5। यसरी जग्गा किन्नेको शेष रह्यो 2 स्थानको शेष रह्यो 5 हो। स्थान चाहिँ के भयो त ऋणी भयो स्थानले तिर्ने भयो हो। त्यसकारणले यहाँ धन भयो। त्यसकारणले अब के बुझ्नु पर्यो त भन्दाखेरि जुन जग्गा खरिदकर्ताको शेष काकिनी कम भयो त्यो स्थानमा जग्गा खरिद गर्नुहुन्छ अथवा व्यवसाय गर्नुहुन्छ र आगामी एपिसोडमा अझ नयाँ कुराहरू लिएर आउनेछु। आजलाई बिदा दिनुहोस्। नमस्कार।